हेलो हाई दर्शन नमस्ते साथीहरू सम्पूर्ण साथीहरू है एकमुष्ट नमस्ते साथीहरू आज मैले C3बाट नेपालको ब्याङ्क खातामा कसरी पैसा पठाउने भन्ने बारेमा हजुरहरूलाई सिकाउन गइरहेको छु साथीहरू। कृपया साथीहरू भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला है साथीहरू। यो च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरू कृपया च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहुन होला है साथीहरू। ल त साथीहरू C3बाट कसरी पैसा पठाउने भन्ने बारेमा जानौँ है त साथीहरू। ल त सुरु गरौँ है त साथीहरू। सर्वप्रथम त साथीहरू C3मा जानु होला, लगइन गर्नु होला। आफ्नो पासपोर्ट छ पासपोर्ट दिनु होला। मैले फिङ्गरप्रिन्ट दिनु गइरहेको छु। हेर्न सक्नुहुन्छ साथीहरू मेरो C3 चाहिँ ओपन भइसकेको छ। सर्वप्रथम त साथीहरू करेन्सी हेर्नु होला। हेर्नुको लागि थोरै माथि सार्नु होला, यसरी सार्नु होला। यहाँनिर हेर्न सक्नुहुन्छ यदि अनि NPR छ। यहाँनिर चाहिँ यसरी दबाउनु होला। दबाइसकेपछि यसलाई हटाउनु होला। हटाइसकेपछि एक थिच्नु होला। हेर्न सक्नुहुन्छ 41.09 छ। 41 रुपियाँ 9 पैसा रहेको छ साथीहरू करेन्सी। यो नेपाल पैसा भेजेमा टच गर्नु होला साथीहरू। टच गरिसकेपछि साथीहरू पहिले तपाईँले पठाउनु भएको यहीँ रहिरहेको छ। यहाँ चाहिँ रहिरहेको छ पुरानो। तपाईले नयाँ पठाउन लाग्नुभएको छ भने नयाँ खातामा पठाउने हुनुहुन्छ भने यहाँ नयाँ रिसिभर जोडीमा टच गर्नु होला साथीहरू। यसरी टच गरिसकेपछि साथीहरू यहाँनिर विभिन्न ब्याङ्कहरूको नाम छ साथीहरू। तपाईले ब्याङ्क अकाउन्ट पठाउने हो कि IMPमा पठाउने हो, खल्तीमा पठाउनु हुने हो कि केमा पठाउनु हुने हो, त्यो अनुसारले चाहिँ यहाँ चुज गर्नु होला साथीहरू। मैले चाहिँ ब्याङ्क अकाउन्टमा पठाउन गइरहेको छु साथीहरू। ब्याङ्क अकाउन्टमा पठाउनको लागि साथीहरू यो टु ब्याङ्क अकाउन्टमा टच गर्नु होला साथीहरू। टु ब्याङ्क अकाउन्टमा टच गरिसकेपछि साथीहरू योमा चाहिँ तपाईँले पहिलो नाम चाहिँ दिनु होला साथीहरू। मैले पहिलो नाम दिनु गइरहेको छु साथीहरू। त्यसपछि साथीहरू मिडियम नाम दिनु होला, बिचको नाम दिनु होला। बिचको नाम दिइसकेपछि मिडियम नाम दिइसकेपछि साथीहरू लास्ट नेम दिनु होला। यो लास्ट नेम दिइसकेपछि साथीहरू अग्लामा टच गर्नु होला। तपाईँको खाता कुन ब्याङ्कको हो त्यो ब्याङ्क चाहिँ चुज गर्नु होला साथीहरू। मेरो चाहिँ एभरेस्ट ब्याङ्क हो, एभरेस्टमा सेलेक्ट गर्छु। तपाईँ कुन ब्याङ्क हो त्यो चाहिँ त्यो अनुसारले सेलेक्ट गर्नु होला है साथीहरू। आफ्नो ब्याङ्क सेलेक्ट गरिसकेपछि साथीहरू कुन ब्रान्च तपाईँ कुन जिल्लाको हुनुहुन्छ त्यहीँको ब्रान्चको चाहिँ सेलेक्ट गर्नु होला साथीहरू। खराका सेलेक्ट गर्छु साथीहरू। सेलेक्ट गरिसकेपछि साथीहरू फेरि तपाईँले चाहिँ यहाँनिर एकाउन्ट नम्बर दिनु होला है साथीहरू। एकाउन्ट नम्बर दिइसकेपछि साथीहरू अग्लामा टच गर्नु होला साथीहरू। अग्लामा टच गरिसकेपछि साथीहरू तपाईँहरूले अब कति अमाउन्ट पठाउने हो त्यो चाहिँ यहाँनिर हाल्नु होला है साथीहरू। तपाईँले कति पठाउन चाहनुहुन्छ त्यो चाहिँ यहाँनिर टच गरेर पठाउनु होला है साथीहरू। मैले 500 पठाउनु गइरहेको छु। 20,548 रुपियाँ रहेको छ अनि 23 पैसा रहेको छ है त साथीहरू। योमा चाहिँ तपाईँको चाहिँ 500 रुपियाँ पठाउनु भयो भने मैले 500 रुपियाँ पठाएँ। योमा चाहिँ भ्याट चार्ज चाहिँ अलगबाट 10 रुपियाँ चाहिँ काट्छ है त साथीहरू। अब भेजेमा टच गर्नु होला है त साथीहरू। हेर्न सक्नुहुन्छ साथीहरू तपाईँले चाहिँ आफ्नो नामहरू, एकाउन्ट नम्बरहरू, ब्याङ्क सबै चेक गर्नु होला है त साथीहरू। हेर्न सक्नुहुन्छ टोटल यहाँनिर रहेको छ 510 रुपियाँ। 10 रुपियाँ चाहिँ चार्ज ल्याउँछ, यसले भ्याट काट्छ है सर। यहाँनिर चाहिँ तपाईँले चाहिँ आफ्नो ATM को पिन कोड चाहिँ दिनु होला है त साथीहरू। यो चाहिँ तपाईहरुले
यसरी स्क्रिनसट लिएर चाहिँ राख्नु होला है साथीहरु। यो सबै चेक गरिसकेपछि साथीहरु ट्रान्सफर गरेमा चाहिँ टच गर्नु होला है साथीहरु। यहाँ चाहिँ तपाईको मोबाइल नम्बरको पिन कोड आउँछ। अलरेडी सेट भइसकेको छ साथीहरु। ओके साझा गया टच गर्नु होला साथीहरु। हेर्न सक्नुहुन्छ साथीहरु अघि मेरो चाहिँ 1304 रुपैयाँ थियो, अहिले चाहिँ 794 छ। साथीहरु 510 रुपैयाँ चाहिँ गइसकेको छ है साथीहरु। नेपाल पैसा भेजेमा गएर चेक गर्नुहुन्छ साथीहरु। हेर्न सक्नुहुन्छ अहिले मैले पठाएको चाहिँ यही खातामै पठाएको है साथीहरु। साथीहरु तपाईहरुले नि यसरी नै आफ्नो घरमा पैसा ट्रान्सफर गर्न सक्नुहुन्छ है साथीहरु। हस्त साथीहरु आजको भिडियो यही थियो। C3बाट कसरी पैसा नेपाल पठाउने भन्ने बारेमा थियो साथीहरु। यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि साथीहरु च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला है त साथीहरु। हस्त साथीहरु अर्को भिडियोमा भेटौँला है त साथीहरु।